हेलो गाइज, आज चाहिँ म तपाईहरुलाई नेपालीमा गुलेली इंग्लिशमा चाहिँ अब सिलिङ सर्ट भन्दो रहेछ हैन। त्यो चाहिँ कसरी बनाउने भनेर चाहिँ बनाएर देखाइरहेको छु है। भिडियो चाहिँ अन्तिमसम्म हेर्दै गर्नु होला। सुरुमा चाहिँ हामीलाई यो बनाउनको लागि एउटा यस्तो काठ चाहियो हैन। अनि यसो काठलाई यसो जे छ त्यसले मसँग हँसिया छ, कुकुरी छ। अनि यो एउटा यस्तो के भन्छ यसलाई, यसो यसलाई दुई फक्लेर बनाउनु पर्ने हुन्छ हैन। सकिन्छ कि सकिँदैन, लेट्स ट्राई। गाइज अब यतिको भयो। यसलाई चाहिँ दुई पिस बनाउने हामी ट्याग लगाएर नापेर। नो यो गाइज हाम्रो अब यो काठ यतिको भइसकेको छ दुईटा हैन। अब यसलाई यसरी क्रस गरेर यसो बिचमा यस्तो क्रस गरेर अब यसलाई यहाँ काट्नुपर्ने हुन्छ नापमा। लगाइ अब हाम्रो यतिको बनिसकेको छ गुलेलीको। अब यसलाई यताबाट यसरी काट्ने, यसलाई नै हल्का काट्ने अनि यसमा चाप्टा लाएर यो रबर जोडेपछि लगाइ फाइनली यतिको बनिसकेको छ। अब यसमा चाहिँ रबरहरू बाँधेर रेडी पार्छु है त म। हाम्रो गुलेली फाइनली यति बन्यो। अब यसलाई तोडजाड गर्ने काम सुरु गरेछ है। लगाइ यतिको चाहिँ बनिसक्यो। अब टेस्ट गरेर चाहिँ लाग्यो दामी लागेछ यी गाइज। ल अब यस्तै हो हैन। यसले अब बाँदरहरू लखड्न चाहिँ हामी युज गरिन्छौँ। ल